हेलो, म चाहिँ अब घर जानको लागि रेडी भएँ। त्यसपछि अब घर जान त पर्यो। घर जाँदाखेरि फेरि के पाउडर बनाउने हुन्छ। पाउडरको लागि चाहिँ मैले सुरुमा मेरो दिमागमा आउँछ तरकारी, अनि बडीको दुख रहेछ, अनि त्यहीबाट बडीको तरकारी लगाउनु पर्यो भनेर बाबाले चाहिँ टिप्न पठाए। अनि बाबाले टिप्दिन लाउनु भएको छ। अनि यो चाहिँ भुइँकटर हो। अनि त्यसपछि बाबाले यहाँ टिप्दिराख्नु भएको छ। यहाँ किमुको बोट चाहिँ 4-5वटा छ, मैले त्यही देखाइरहेको छु। अनि त्यसपछि नानीले चाहिँ यहाँ मामासँग मोबाइल हेरेर चाहिँ बा पनि मोबाइलमा बिजी, बालाई मोबाइल भए सब छ। म चाहिँ प्लास्टिक लगेर टिप्नको लागि गएँ। बाबा चाहिँ यहाँ पादा टङ्गिया जस्तै गरेर टङ्गेर बोडी टिपिराख्नु भएको छ। अनि यहाँ मामाले यिनलाई घेरेर बसेका छन्। यहाँ हजुरबा फेरि मेरो नातिनी आज गइहाल्छ भनेर चिन्तित हुनुहुन्छ। अनि मेरा पति आ गया मुझे लेने के लिए। कति छिटो आयो है, 12 बजे आइपुग्नु भएको थियो ल्याउनलाई त, छोड्नलाई फेरि राति हो। यहाँ फेरि म घर आइसकेँ। अनि त्यसपछि यहाँ फेरि मोबाइल हेरिराख्नु भएको छ। अब चाहिँ म फेरि स्कुल जानको लागि रेडी भएँ। अनि हामी टुकुर स्कुटीमा गइहाल्यौँ। त्यसपछि हामीहरू स्कुलमा पुग्यौँ। नानीलाई फेरि म जहाँ बस्छु त्यहीँनिर जानै पर्छ त्यसलाई। अनि म चाहिँ यहाँ मोबाइलमा नानीहरू सेल्फी लिँदैछु। यो चाहिँ हाम्रो स्कुल। अनि हामी चाहिँ बुवालाई खोजिरहेको थिएँ। म चाहिँ बुवा पनि हुनुहुएको थियो, त्यही भएर। अनि हामी फेरि यस्तो गर्मी थियो, अनि जाऊँ कुल्फी खान भनेर फेरि कुल्फी खान गएँ। फेमस खोराईको फेमस कुल्फी हो यो चाहिँ। यस्तो मिठो बनाउनुहुन्छ, बजेट फ्रेन्डली। अनि फेरि समोसा र जेरी ल्याएको थिएँ। समोसा खाएँ, जेरी खाएको चाहिँ भिडियो बनाएन मैले। अनि फेरि तरकारी पकाउनु पऱ्यो। अनि त्यही घरबाट माइतबाट ल्याएको तरकारी पकाएँ। पाहुना आउनुभएको थियो, अनि चिया पकाएँ। ठुल्बाठुली मम्मी आउनुभएको थियो पाहुना। अनि त्यसपछि नानीले फेरि त्यो वाटरमेलन खाइन्। अनि अन्डा उसिनेको थियो, अन्डा थियो एउटा बटेको अन्डा, नानीले चाहिँ खान्न भनी। अनि मैले चाहिँ तरकारी त बसाएँ, आलु उसिन्नको लागि राखिदिएँ। त्यसपछि यो चाहिँ आलु उसिनेर पनि पाकिसकेको हो। यो त पाकिसक्यो, भात पनि पाकिसक्यो, अनि तरकारी पनि पाकिसक्यो। अनि म चाहिँ हनुमान चालिसा सधैँ पढ्छु। मैले चाहिँ हनुमान चालिसा पढेर राखेँ। अनि बत्ती मैले सब सकेको थियो, मम्मीले कहाँ गराएर राख्नुभएको रहेछ। अनि म भगवान्, हाम्रो भगवान् हुनुहुन्छ यहाँ चाहिँ। ल सबैजनाले ढोक्नुहोस्। धन्यवाद।